नमस्कार। देश विदेशमा रहनुहुने आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आउँदै गरेको यो 2082 सालको शुभ विजयादशमी, शुभ दीपावली र छठ लगायत सम्पूर्ण पर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूलाई थाहा छ अहिलेको विषम परिस्थितिमै हामी सबैजना नेपाली दाजुभाइ दिदीबहिनीहरू एकजुट हुनुपर्नेछ। हामी सबै शान्ति र समृद्धि पथमा लाग्नुपर्नेछ। यसले गर्दाखेरि संसारको जुनसुकै ठाउँमा रहे पनि हामीले आफ्नो चाडपर्वहरूलाई व्यवस्थित रूपमा मनाउनु पर्नेछ। यी सबै कुरालाई यहाँहरूलाई फेरि पनि म अनुरोध गर्दै यो सिटी एक्सप्रेस मनी ट्रान्सफरको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि फेरि पनि यहाँहरूको दसैँ तिहार र छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र यो चाडपर्वहरूमा विभिन्न शक्तिपीठहरूले भगवानहरूले हामी सबैलाई आशीर्वाद दिनुहुनेछ र हाम्रो नेपालीहरूको समृद्धि, नेपालको समृद्धि अगाडि बढ्नेछ भन्ने पनि विश्वास लिन चाहन्छु। त्यही भन्दै फेरि पनि यहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु। धन्यवाद। नमस्कार।